हेलो गाइज, वेलकम टु द जितेन्द्र घिमिरे ब्लग। हामी आइसकेको छौँ फेरि धेरै महिना पछाडि यो ब्लगमा विथ माई ब्रदर। हामी आइसकेको छौँ। आज हाम्रो एकदम लङ टुर हुनेवाला छ। अठ्या भाइ अठ्या भाइ अठ्या हेर भाइ हेर यता यहाँ भाइ हे खान्छ हाई भन्दै गर्दै। हो गाइस, हाम्रो चाहिँ एकदम आज लङ भ्लग हुनेवाला छ। चन्द्रपुरसम्मको यतै साथ दिनु होला। बाटो यो खाँदारी टु खाँदारी बाटो एकदम राम्रो अहिले पुग्ने अवस्थामा रहेको छ। जमातम निर्माणका कार्यहरू सुरु भएको छ। साथै यस बाटोमा चाहिँ सुधारका कार्यहरू एकदम धेरै भइरहेको छ। यो चाहिँ ठ्याक्कै लबी खाँदारी लबीदेखि ठ्याक्कै र मैले चाहिँ अरू ठाउँसम्म नजर निर्माण हुने भएकाले अब त्यहाँभन्दा माथि अझै विकासका कार्यहरू निर्माणका कार्यहरू भइरहेको छ। बाटो एकदम राम्रो छ। यहाँ बिस्तारै बाटो भइरहेको छ। अहिले एकदम कमालको कार्य भइरहेको छ। अब पार्क हाम्रो एकदमै खाँदारीको प्रसिद्ध एकदम राम्रो क्याफे भनेर चाहिँ एकदम कालपत्र चाहिँ हाम्रो यहीँसम्म छ। कालपत्र यहाँदेखि सुरु भएर यहीँसम्म छ। कालपत्र एकदम देखा छ। बाटो चाहिँ एकदम राम्रो हुने अब राम्रो हुने भएकाले यस बाटो एकदम राम्रो छ। केही हो राम्रो बाटो यो यहाँ कालपत्र एकदम धमाधम म्युनिसिपालिटी हो। यहाँ चाहिँ धेरै एकदम कपल्सहरू हाम्रो बाटो भएको चाहिँ अब कपल्सहरू भनेपछि थाहा भयो तपाईँलाई एकदम कपल्स बाटोमा हुन्छ हजुर। अरू बेला पनि हुन्छ नि होइन। एकदम खाँदै नयाँ बजार मेन लोकेसन 0 पोइन्ट भन्दा पनि हुन्छ। यो एकदम सबैतिर जोडिएको हो होइन। एकदम तुफान एकदम 100को स्पिडमा कुदिरहेको छ। दुईजना दाजुभाइ एकदम हाम्रो यो चाहिँ हुँदाको एकदम राख्नु मास्टर बाटो एकदम तपाईँहरूलाई एकदम मनोरञ्जन दिनको साथै रमाइलो छ भन्दा यो मास्टर बाटो गएको हातदारीको एकदम भ्यू अहिले एकछिनमा जान्छु। फेरि पनि हाम्रो यात्रा सुरु भइसकेको छ। यो सिडिओ कार्यालय खाँदारीको देख्न सक्नुहुन्छ, जिल्ला कार्यालय। एकदम हाम्रो रस्ता चाहिँ एकदम त्यो चार एकदम रमाइलो गरेको छ। भक्का पनि एकदम राम्रो तरिकाले एडिट गरेर सबले साथ दिनु पोखरीदेखि हाम्रो तुमलिङदेखि सभादेखि हराङदेखि यात्रा एकदम राम्रो एकदम धेरै राम्रो एकदम राम्रो भ्लग हुँदै जयपुरसम्मको 2-3 भ्लग चाहिँ युट्युब च्यानलमा एकदम धेरै अझै 3 भ्लग हामी हाल्नेछौँ।
पोखरी आइसक्नु। यो चाहिँ पोखरीको एकदम दृश्य एकदम राम्रो राम्रो। हातगरीको मेन एकदम यो पोखरी मेन चाहिँ एकदम डुल्न राम्रो ठाउँ। एकदम यहाँ पार्क पनि रहेको छ एउटा। हामी पोखरी एकदम राम्रो छ दृश्य एकदम। हामी भरे छिटो आयौँ भने अझ यहाँको दृश्य राम्रो तरिकाले माथि टाढाबाट देखाउनेछौँ। अब हामी चैनपुरतर्फको बाटो एकदम मोडिसक्यौँ। अब बस पार्कबाट एकदम चैनपुर जान्छु। अहिलेको लागि हामी बस पार्कतिर लागिसकेको छौँ। यो बस पार्कको एकदम बस पार्क जाने बाटो हो। हामी बस पार्कतिर चाहिँ आइसकेको छौँ। त्यो कहाँ जाइयो 12 बिसे यो बाटो 12 बिसे जाने बाटो हो। सबैको चाहिँ हामी बस पार्क चाहिँ आइसकेको छौँ। अनि टुडीखेल बजार एकदम ठुलो 7 तारिकको सँगसँगै बजार लाग्यो देख्न सक्छ। यहाँ शनिबारे हटिया लाग्ने ठाउँको बस पार्क चाहिँ आइसकेको छ। बस पार्क तपाईँले गराएको पनि हामी बस पार्क आइसकेको छौँ। काठमाडौँ भयो सबै ठाउँ जाने यही बस पार्क चाहिँ बस पार्क आइसकेको छ। चाँदबारीको एकदम ठुलो राम्रो बस पार्क। यहाँ पनि एकदम बस पार्क यहाँ माथि थियो अहिले तल सरेको छ यो बस पार्क चाहिँ। आज दिन अलिक धुम्काले क्यामेरा राम्रो आएको छैन। राम्रो चाहिँ हुन्छ राम्रो चाहिँ हुन्छ। अलिक हावाले कपासबाट बिगारेको छ। त्यसो भए पनि अब चाहिँ हामी तुलुङतर्फ लाग्यो। तुलुङ हातगरी सक्यो। अब तुलुङ जानेछौँ। ढुङ्गे धारा भेरेटार हुँदै हामी उदो हुँदै तुलुङ सकेर सभाको डाँडाबाट नि केही हामी भ्युजहरू लिनेछौँ। पछाडि हामी ननस्टप जानेछौँ। खराङ पुगिन्छ। खराङ पुगिसकेपछि एकछिन हामी ट्रेन पुगेर हामी फेरि घर पुग्छौँ। ब्लग एकदम राम्रो हुन्छ। सर्ट काट्दै थोरै हुन्छ भकाउँछ। आजको ब्लग 2-3वटा चाहिँ हुन्छ जे भए पनि एकदम राम्रो मन्दिर एकदम राम्रो भवाल फेरि हामी लाग्छ। पुरानो अब चाहिँ एकदम पुरानै मात्रै छ। पुरानो र अब यहाँ चाहिँ सभाको माछा खाने भने चाहिँ यहाँ परतिर आउँदा हुन्छ क्या। एकदम सभाको धेरै मिठो माछा चाहिँ यहाँ अलिक परतिर पाइन्छ। अहिले देखाइदिन्छु लोकेसन तुलुङ टार कत्ते भन्छ। सबै अरू थरको सामुन्ने सायद मेरो विचारमा सब अरू थरको सामुन्ने सानो भएर अलिक यहाँ चाहिँ माछाहरू अब तपाईँहरूलाई सभाको माछा खान मन छ भने यहाँ आउँदा हुन्छ।
शाकाहारी हो हामी अलिक त्यस्तो माछा चल्दैन यहाँ हो एकदम माछा यहाँ नि पाउँछ एकदम अब हामी सभा चाहिँ यहाँ सल्लाह बनाइरहेको छ बाटो गन्तव्य चाहिँ यही छ डेस्टिनेसन चाहिँ गएको थियो माथि घरबाट हिँडेको चाहिँ अब यहाँ चाहिँ पानी परिरहेको छ उता चाहिँ जाडो सब लाइन सबैले चाहिँ बानेश्वर डाँडा एकदम यहाँ चाहिँ एकदम बवाल डाँडा छ यहाँदेखि भ्यू चाहिँ त्यो पाउँछ यो चाहिँ बवाल डाँडा हो अब मन्दिर बानेश्वर मन्दिर मन्दिरले गर्दा प्रसिद्ध भएको ठाउँ चाहिँ बानेश्वर मन्दिर अब म तपाईँहरूको मन्दिर देखाउँछु तलको त्यो अलिअलि देखिन्छ चाहिँ तर यो मन्दिर आइसक्यो बानेश्वर मन्दिर यहाँदेखि बानेश्वर डाँडा जान्छ यो चाहिँ मन्दिर हो अब हामी चैनपुर गएपछि ब्लग अन गर्नेछौँ यसलाई कन्टिन्यू गर्नेछौँ